केटा तरकारी के खाने मासु ल आज चाहिँ हामी अब मासु भात पकाउँछौँ केटाहरू मासु खाने अरे है त अब ल लेट्स गेट रेडी फर टु कुक मासु भात हाम्रो चामल भात पकाउन रेडी हाम्रो भात पाक्दैछ यहाँ केटाहरू यहाँ मोबाइल चलाउँदै बसिरहेको छन् अब हामी अब मासु पकाउने तयारी गर्दैछौँ सुन प्याज लिम प्याज टमाटर खुर्सानी अदुवा लसुन केटा ल अदुवा लसुन र यो केलाउ त हाम्रो मासु पकाउने सामग्री चाहिँ रेडी भइसक्यो अब है हाम्रो कन्ती यहाँ तातिँदैछ हाम्रो कन्ती तातिसकेको छ अब तेल हाल्दैछौँ हामी तेल पनि हामी फेरि एकदम के अरे तोरीको तेल युज गर्छौँ हाल्यो सुरुमा जिरा फ्राम त्यसपछि तेजपत्ता अब एकछिन अब हामी मासु पुट्छौँ अब एकछिन हामी अब हामी एकछिन मासु फ्राई गर्छौँ तेलमा त्यसपछि हामी मसलाहरू चामलहरू हाल्छौँ मासु हाम्रो फ्राई भइसक्यो अब हामी यसमा प्याज हाल्छौँ प्याज हाल्यो प्याज हाल्दैछु प्याजसँग पकाउँछौँ हामीलाई अब हामी अघि पिनेको हाम्रो अदुवा लसुन अदुवा लसुन हाल्दा हामी एकछिन भुट्नलाई मजाले एकछिन हामी यसलाई पाक्न दिन्छौँ अनि त्यसपछि हामी मसलाहरू हाल्छौँ बेसार खुर्सानी अलिकति हाम्रो जिरा धनिया पाउडर जिरा धनिया पाउडर एकछिन हामीले अब मसला भुट्न दिन्छौँ एकछिन हाम्रो मसला भुटिसक्यो अब हामी यसमा टमाटर र नुन हाल्छौँ अब हामी नुन एड गर्छौँ नुन स्वाद अनुसार अब हामी एकछिन यसलाई छोपेर पकाउँछौँ त्यो मासु रेडी भइसक्यो अब हामी यसमा थोरै मिट मसला मिसाउँछौँ हामी यो मसला पाक्न दिन्छौँ हाम्रो मासु रेडी भइसकेको छ अब हामी यसमा थोरै ग्रेभी हाल्छौँ यसलाई एकछिन हामी बोइल हुन दिन्छौँ हाम्रो मासु रेडी भइसकेको छ अब हामी यसमा गार्निसिङको लागि धनिया हाल्छौँ हाम्रो मासु भात रेडी भइसकेको छ कस्तो भयो खाना केटा कस्तो भयो एकदम मिठो भएन भने त भोलिदेखि खाना पकाउँदैन तिमीहरूले